यो मध्य प्रदेश युवा महोत्सव 2079 इस समुद्घाटन कार्यक्रम का प्रमुख अतिथि मुख्यमंत्री माननीय लालबहादुर राउतजी, त्यसैगरी यस कार्यक्रमका सभाध्यक्ष महिला बाल बालिका विभाग तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री वीरेन्द्र प्रसाद सिंहजी, त्यसैगरी व्यासमा उपस्थित सानो प्रदेश तर जनसङ्ख्या हिसाबले उच्च रहेको भौगोलिक हिसाबले र युवाहरूको सबैभन्दा ठुलो बाहुल्य रहेको यस मध्य प्रदेशमा यस युवा महोत्सवले केही भए पनि युवाहरूलाई जोस जाँगर र उत्साह प्रदान गर्ने उद्देश्यले यस मन्त्रालयले यो कार्यक्रम आयोजना गरेको छ। र यो 2 दिनको कार्यक्रममा हामीले अघि नै कार्यक्रमको बारेमा हाम्रो उद्योग सचिवले बताइसक्नु भएको छ। हामीले 2 दिनमा मध्य प्रदेशका युवाहरूको बिचमा संवादका कार्यक्रम राखेका छौँ। यसमा यो संवादबाट एउटा मधेसको एउटा साझा एउटा घोषणापत्र हामी जारी गर्नेछौँ र यो घोषणापत्रले भोलिका दिनमा मध्य प्रदेशका युवाहरूलाई यसले एउटा लागेर विभिन्न एजेन्डाहरूमा काम गरेको छु। आज यो पहिलो प्रदेश युवा महोत्सवमा यो उद्योग वाणिज्य सङ्घको मञ्चमा धन्यवाद दिदी। हाम्रो यस महोत्सवमा खास गरी यस उद्घाटन समारोहपछि केही वक्ताहरूको सभामा मन्तव्य र महापुष्टि वितरण, त्यसपछि हाम्रो प्यानल डिस्कसन, विज्ञहरूसँग पाँचजना विज्ञहरूसँग युवाहरूको नीतिगत के गर्न सकिन्छ भन्ने। मध्य प्रदेश युवा महोत्सव का उद्घाटन समारोह का अध्यक्ष माननीय मंत्री वीरेन्द्र प्रसाद सिंह जी, त्यसैगरी हमारा मध्य प्रदेश सरकार का मुख्यमंत्री श्री लालबहादुर राउतजी, विशिष्ट अतिथि आंतरिक मामला मंत्री भरत शाहजी लगायत मंच में उपस्थित संपूर्ण अतिथिजी र पत्रकार युवा साथी भाइ बहिनीहरूमा नमस्कार, जय नेपाल। आज हामी प्रदेश सरकारले आयोजना गरेको पहिलो मध्य प्रदेश युवा महोत्सवमा उपस्थित भएको छ। यो एउटा विशेष अवसर हो। संघका कार्यान्वयनमा आएपछि प्रदेश सरकार बनेपछि पहिलो पटक मध्य प्रदेश सरकारले युवा महोत्सव आयोजना गरेकोमा प्रदेश सरकार महिला बाल बालिका युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिन र धन्यवाद र बधाई दिन चाहन्छु। यो युवा जागरणको लागि एउटा जनउद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ललित शाहजीलाई आमन्त्रण गर्छु। महिला बाल बालिका युवा तथा खेलकुद मन्त्रालयका उद्घोषण गरिरहनुभएका उप सचिवज्यू, यस कार्यक्रमका अध्यक्षता गरिरहनुभएका महिला बाल बालिका युवा तथा खेलकुद मन्त्रालयका आदरणीय माननीय मन्त्री वीरेन्द्र प्रसाद सिंहज्यू, यस मञ्चमा आसीन मध्य प्रदेशका डायनामिक मुख्यमंत्री, इस कार्यक्रम का प्रमुख केंद्रबिंदु प्रमुख अतिथि आदरणीय माननीय लालबहादुर राउतजी, मंच में आसीन मध्य प्रदेश का आदरणीय माननीय मंत्री भरत शाहजी, मंच में आसीन हमारा महिला बाल बालिका युवा तथा खेलकुद मंत्रालय का सचिवज्यू, उप सचिवज्यू, यहाँ मंच में हमारा जनकपुर धाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेंद्र महासेठ जी, यस मन्त्रालय का उप सचिव जी, आज का यस कार्यक्रम का अध्यक्षता गरिराख्नु महिला बाल बालिका युवा तथा खेलकुद मंत्री आदरणीय दाई वीरेन्द्र प्रसाद सिंह जी, आज का इस कार्यक्रम का प्रमुख अतिथि, प्रमुख केंद्र बिंदु मध्य प्रदेश का मुख्य मंत्री आदरणीय
लालबाबु राउतजी, आजका विशिष्ट अतिथि सूचना तथा गृहमन्त्री आदरणीय भरत शाहज्यू, प्रदेश सभा सदस्य मंजू यादवज्यू, जनकपुर दामोदर पानी सिंहका निवर्तमान अध्यक्ष आदरणीय ललित कुमार शाहज्यू लगायत ड्यासमा आसीन सम्पूर्ण महानुभावहरू र आज यस हलभित्र उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार महोदय, युवा साथीहरू, स्कुल र कलेजका भाइ बहिनीहरू लगायत सम्पूर्णमा म जनकपुर दामोदर पानी सङ्घको तर्फबाट स्वीकार अभिवादन। वास्तवमा यो देशमा, यो राष्ट्रमा संज्ञाता आएर कसैलाई फाइदा भएको छ भने यो मध्य प्रदेशलाई फाइदा भएको मलाई अनुभूति भइरहेको छ। किनभने विगत यो संज्ञाता आउनुभन्दा अगाडि विगतमा हामीले कुनै कार्यक्रम या केही गराउँदाखेरि हामीलाई सरकारी निकायसँग PGSS नपाउने अवस्था थियो। तर आज कार्यक्रम गराउन खोज्दाखेरि या कुनै किसिमको कार्यक्रम युवाहरूलाई लक्षित गरेर या अन्य विकास निर्माणका कामहरू प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय रूपमा अगाडि बढिरहेको अवस्था छ। होला यो काम गर्ने क्रममा विभिन्न किसिमको त्रुटिहरू पनि हुने गर्दछ र हुनु स्वाभाविक पनि हो। किनभने हाम्रो देशमा संघीयता आएको अहिले भर्खर 4.5 वर्ष हुन लागेको छ र अहिले चाहेको अवस्थामा संघीयता छ। भोलिको दिनमा प्र्याक्टिस हुँदै र समय बित्दै जाँदाखेरि परिपक्व पनि हुनेछ। र आज खास गरी युवा महोत्सवको कुरा गर्दाखेरि महोत्सव हामीले मनाइराख्दाखेरि एउटा युवाहरूको व्यक्तित्वको पाटो एउटा अर्को पाटोहरू छ। जब तपाईँ प्रदेश युवा महोत्सव 2079 समुद्घाटन समारोहका अध्यक्ष आदरणीय माननीय महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका आदरणीय मन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहज्यू, कार्यक्रम के भव्यता सफलता के लिए आकर्षक व्यक्तित्व हमारा सबके बीच में मध्य प्रदेश के मुख्यमंत्री माननीय लालबाबू राउतजी, हमारा सबके बीच में मध्य प्रदेश सरकार के आदरणीय माननीय मंत्री भरत शाह दाजू, तैनात उद्योगवाद निर्देशन के महिला बाल बालिका मंत्रालय के सचिव लगायत सिंगो टीम, नेपाल प्रहरी के प्रतिनिधि, आज सम्मेलन के
कार्यक्रमका सभा अध्यक्ष तथा महिला बाल बालिका युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्रीज्यू, मञ्चमा आसीन प्रमुख अतिथि मधेस सरकारका माननीय मुख्यमन्त्रीज्यू, अतिथिका रूपमा उपस्थित प्रदेश सांसद माननीय मंजू यादवजी, इस कार्यक्रममा अतिथिका रूपमा मञ्चासीन जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र अध्यक्षज्यू, इस कार्यक्रममा उपस्थित यस मन्त्रालयका सचिवज्यू, राष्ट्रसेवक कर्मचारीज्यूहरू, विभिन्न सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधि तथा प्रमुखज्यूहरू, आदरणीय महानुभावहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण युवाहरूमा मेरो तर्फबाट र गृह तथा सञ्चार मन्त्रालयको तर्फबाट हार्दिक अभिवादन स्वीकार गर्नुहोला। आज युवा महोत्सव हामी मनाउँदैछौँ। युवा महोत्सवको मनाइराख्दाखेरि यो युवा महोत्सवले अहिले मधेसमा भएका युवा गतिविधिहरूको बारेमा व्याख्या विश्लेषण र यसका एक्सपर्टहरूले दिने रायको आधारमा निष्कर्ष निकालिनेछ। त्योभन्दा पहिले म विगतमा त्यसमा चाहिँ लान चाहन्छु। नेपालको परिवर्तनमा चाहे त्यो राणा विरोधी आन्दोलन होस्, चाहे पञ्चायत विरोधी आन्दोलन होस्, चाहे गणतन्त्रका निमित्त जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन र तमाम पहिचान र अधिकार प्राप्तिका आन्दोलनहरू होस्, त्यति मात्र होइन, दुनियाँका तमाम परिवर्तनमा युवाहरूको भूमिका मुख्य हुने गरेका छन्। समाज परिवर्तनका मुख्य वाहक युवा हुन्। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा अन्तर्गत आज हामी मधेस सरकारको शासन व्यवस्था चाहिँ यहाँ अगाडि बढिरहेको देखिरहेको स्थिति, यदि यी आन्दोलनहरूमा, यी परिवर्तनका आन्दोलनहरूमा युवाको सहभागिता नभएको भए आज हाम्रो देश, हाम्रो प्रदेश यहाँसम्म आइपुग्ने स्थिति थिएन। संघीय लोकतान्त्रिक गणतन्त्रले एकात्मक शासन व्यवस्थालाई मात्रै अन्त गरेन, जो खस अहंकारले ग्रस्त चाहिँ जो विगतको जो परम्पराले त्यसलाई तोडेको छ, काठमाडौँमा भएको अधिकारहरूलाई विकेन्द्रित गरेर अहिले प्रदेश र स्थानीय तहमा ल्याएका छन्। र सबै आन्दोलनको चाहिँ शहीदहरूलाई चाहिँ एकदम सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने शहादत भएका मलाई लाग्छ 90% युवा नै हुन्। चाहे अपाङ र घाइते या बेपत्ता लगायतका तमाम योद्धाहरूको चाहिँ श्रृङ्खलालाई हेर्ने हो भने युवाहरू अगाडि बढ्छ। हामी यी विगतका इतिहासलाई मात्रै अब पढेर हुँदैन, अब युवाहरूले अझै जाग्नु पर्ने स्थिति छ। एकपल्ट मधेसले फेरि युवालाई सम्झनु पर्छ र जसरी हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निमित्त लड्यौँ, संहितालाई अब समृद्ध पार्नका निमित्त, संहितालाई बलियो पार्नका निमित्त र अझै जो अधिकार संविधानमा लेखेको अधिकारहरू जो अहिले खस
पहाडिया चाहिँ अहङ्कारबाट ग्रस्त भएर सामन्ती सोचबाट लैस भएका चाहिँ अहिलेको सङ्घ सरकार जसरी अधिकारलाई आफूमा सीमित पार्ने र संविधान प्रदत्त अधिकारलाई पनि संविधानमा उल्लेखित भएको अधिकारलाई दिइरहेको स्थिति छैन। त्यसलाई एकपल्ट फेरि मधेसको युवा मात्रै होइन, मधेसी आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, उत्तरी क्षेत्र र उत्तरी वर्गका जनता फेरि एकपल्ट सडकमा आउनु आवश्यकता पनि देखेको छु। पहिलो युवा महोत्सवको कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महिला बाल बालिका तथा युवा मन्त्री माननीय वीरेन्द्रजी, मंच पर उपस्थित गृह तथा संचार मंत्री माननीय भरत शाह जी, माननीय जी, विकास जी, उद्योग वाणिज्य संघ के वर्तमान तथा निवर्तमान अध्यक्षहरू, जिल्ला का प्रहरी प्रमुखज्यू र यो कार्यक्रममा उपस्थित सम्पूर्ण युवाहरू, पत्रकार साथीहरू सबैमा मेरो हार्दिक अभिवादन। सबभन्दा पहिले म माननीय मन्त्रीजी र उहाँको मन्त्रालयका सम्पूर्ण सहयोगीलाई म धन्यवाद दिन चाहन्छु कि पहिलोचोटि हुन त यो मन्त्रालय सामाजिक विकास मन्त्रालय अन्तर्गत थियो, तर पहिलोचोटि माननीय मन्त्रीज्यूको प्रयास र उहाँको सक्रियताले यो कार्यक्रम आयोजना गरिएको छ र यो कार्यक्रमको सुरुवात हो र मलाई लाग्छ आउने दिनमा यो कार्यक्रम निरन्तर भइरहन्छ। यो कार्यक्रम युवाहरूको प्रेरणाको स्रोत पनि हो। बडो राम्रो एउटा नारा राखिएको छ, समुन्नत मध्य प्रदेशको लागि सबैको अटुट हुनुपर्छ। युवा हामी सबै जसले यो मुलुकलाई बनाउन चाहन्छ, यो प्रदेशलाई बनाउन चाहन्छ, आफ्नो गाउँठाउँलाई बनाउन चाहन्छ, यसमा सबैको सक्रिय सहभागिताको आवश्यकता छ र मलाई लाग्छ युवा नै हो जो परिवर्तनका वाहक। हामी जब लोकतन्त्रका कुरा गर्छौँ, गणतन्त्रका कुरा गर्छौँ, संघीयताका कुरा गर्छौँ त हामी युवाको बलिदानी, युवाको त्याग, युवाको शहादतलाई हामी बिर्सन सक्दैनौँ। मुलुकलाई राइट ट्र्याकमा ल्याउनु छ भने हामी युवा जागरुक हुनुपर्छ। तर यो मुलुक दुर्भाग्य छ हामीलाई कि आज लाखौं युवा आज गल्फ कन्ट्रीमा भौतारिँदैछ। लाखौं युवा आज यहाँ रोजगारी नपाएर विदेशका भूमिमा आफ्नो श्रम बेचेर रेमिटान्स पठाएर मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनको लागि मद्दत गरिरहेको। आजको युगमा विकासको लागि, समृद्धिको लागि ह्युमन रिसोर्स महत्त्वपूर्ण स्रोत मानिन्छ। ह्युमन रिसोर्सको महत्त्वपूर्ण भूमिका हुन्छ। तर हाम्रा ह्युमन रिसोर्स कहाँ छ? हाम्रा युवा कहाँ छन्? हो, हामी पनि आफ्नो तर्फबाट प्रयास गर्दैछौँ। हाम्रो संरचना अहिले नयाँ छ। हामी चाहन्छौँ यहाँका युवाहरूलाई पुलिसमा जागृति। हामी चाहन्छौँ कि लोकसेवा आयोग गठन भइसकेका छन्, प्रदेश निजामती सेवा हामी बनाइसकेका छौँ, प्रदेश निजामती सेवा नियमावली बनाइसकेका छौँ। अब छिटै नै ओएनएम अनुसार हाम्रो भर्ना प्रक्रिया सुरु हुन्छ। तर सरकारी जब बडो लिमिटेड व्यक्तिलाई तो दिन सक्छ।
महत्त्वपूर्ण ठाउँहरू त हाम्रो उद्योग युवाहरूको लागि आगामी दिशानिर्देश समेतको मार्गदर्शन राखेर माननीय मन्त्रीले मुख्यमन्त्री जानुभएको छ। उहाँलाई अत्यन्तै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम पछि चाहिँ हाम्रो प्रमुख अतिथिज्यूहरूको बाहिर मधेस हटियाको भ्रमण हुनेछ र अर्को विज्ञ टोली तयार छ, प्यानल डिस्कसन तयार हुनेछ। यो कार्यक्रमलाई धन्यवाद सहित आफ्ना शुभकामना मन्तव्य राखेर उद्घाटन सेसनको समापन गरिदिन यस सभाका सभाध्यक्ष माननीय महिला बालबालिका युवा तथा खेलकुद मन्त्री ज्यूलाई हार्दिक अनुरोध गर्दछु। महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित पहिलो युवा महोत्सवका प्रमुख अतिथि माननीय मुख्यमन्त्री लालबाबु राउतजी, विशिष्ट अतिथि माननीय गृह तथा संचार मन्त्री भरत शाहजी, विशिष्ट अतिथि माननीय मंजू यादवजी, इस कार्यक्रममा का अतिथि उद्योग वाणिज्य संघका जनकपुरका अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, नेपाल प्रहरीका धनुषाका प्रहरी उपरीक्षकज्यू, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका सचिवज्यू, मंचमा आसीन प्रतिभाशाली युवा विकास ठाकुरज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण कर्मचारी तथा युवा साथीहरूमा म सबजनालाई सर्वप्रथम नमस्कार गर्न चाहन्छु, जय नेपालको अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त म माननीय मुख्यमन्त्रीज्यू, माननीय गृह तथा संचार मन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँले आज यस्तो व्यस्त समयलाई पनि यस कार्यक्रममा आएर यहाँ उपस्थित सम्पूर्ण युवाहरूको जोस जागर थप्ने कार्य गर्नुभएकोमा उहाँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। आजको यो कार्यक्रम त्यस पश्चात हामी अभिमुखीकरण पनि राख्नेछौँ। यो भोलिसम्म चल्ने निरन्तर प्रक्रिया हो भने कार्यक्रमकै सिलसिलामा मधेस हटिया छ, जहाँ चाहिँ यहाँहरू बाहिर गएर अवलोकन पनि गर्न सक्नुहुनेछ। मधेस हटियामा हामीले सिप कहाँ सिक्नेदेखि लिएर मिथिला आर्टदेखि लिएर महिला हिंसा हुँदा के गर्ने जस्ता कुराहरूदेखि लिएर विभिन्न स्टलहरू राखेका छौँ। त्यस्तै गरी हामीसँग सांस्कृतिक साँझ पनि छ साथीहरू। युवाहरूलाई अझ बेसी मनपर्ने भनेको चाहिँ सांस्कृतिक साँझ हो। त्यसका लागि हामीले यो सेसन लगत्तै सांस्कृतिक साँझ पनि प्रस्तुत गर्नेछौँ भने अर्को महत्त्वपूर्ण कार्यक्रम भनेको मधेसका मान भनेर विभिन्न क्षेत्रमा क्रियाशील समग्र राष्ट्रलाई, हाम्रो मधेस प्रदेशलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई हामीले सम्मान पनि गर्दैछौँ उहाँलाई। र त्यस्तै गरी कार्यक्रमको अन्त्यमा हामीले यो बारम्बार यहाँले सुनिसक्नुभयो, देशभरिका प्रदेशहरूमै पहिलोचोटि आयोजना भएको यो युवा महोत्सवबाट हामीले घोषणापत्र पनि सार्वजनिक गर्नेछौँ। ढिला नगरी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मध्य प्रदेश सरकारका महिला बालबालिका युवा खेलकुद मन्त्री म लगभग 2078 साल ज्येष्ठ 26 गते महिला बालबालिका युवा खेलकुद मन्त्रीको रूपमा शपथ लिएँ र त्योभन्दा पहिला म 3.5 वर्ष यो प्रदेशको कृषि समिति संसदीय समितिमा कृषि समितिको सभापति थिएँ र यो राजनीति म लगभग अब सुरुदेखि नै भनौँ म मेरो शिक्षा
मैले बैचलर गरेको छु र सिएमए पनि गरेको छु र डेन्टल टेक्निसियन पनि गरेको छु। म 2059 सालमा 58 सालमा डेन्टल टेक्निसियनको रूपमा यो हेल्थ त्यति सजिलो हुँदो रहेनछ भन्ने कुरा पदमा गइसकेपछि थाहा भयो। अब यहाँ हामीले काम गर्न खोज्दा पनि विभिन्न बाधा अडचनहरू आएर विभिन्न बाधक तत्त्वहरू आएर अगाडि सामने खडा भइहाल्छ, जसको कारणले गर्दा हामीले चाहेर पनि केही काम गर्न सकिने अवस्था हुँदैन र चाहेर पनि गर्न सक्दैन। अहिले यो मन्त्रालयको खास गरिकन हाम्रो मन्त्रालयमा कुनै पनि कानुन नै निर्माण यो 3.5 वर्षको भित्र म जब महिला बालबालिका युवा खेलकुद मन्त्री भएँ त्यसपछि विभिन्न कार्यक्रमहरूमा जाँदा कसैले पनि मलाई महिला बालबालिका युवा खेलकुद मन्त्रीको नाउँले सम्बोधन गर्नुभयो। कसैले महिला मन्त्री, कसैले बालबालिका मन्त्री, कसैले युवा मन्त्री। अनि मैले के यो चारैतिरबाट यस्तो कुरा सुनेपछि मैले के बुझेँ भने जनताको गल्ती होइन, यो गल्ती यो मन्त्रालयमा बसेका, यो मन्त्रालयका कार्यभार सम्हालेका, नेतृत्व सम्हालेका मन्त्रीको 4 वर्षमा 3.5 वर्षको कार्यकालमा यो प्रदेशमा महिला बालबालिका युवा र खेलकुदको क्षेत्रमा काम गर्ने मन्त्रालय छ भन्ने कुरा यहाँको जनतालाई अनुभूति नै भएको थिएन। अनि नाउँ कसरी थाहा हुन्छ भन्ने कुरा मैले त्यो उहाँहरूको सम्बोधनबाट थाहा पाएँ। त्यसपछि म यो मन्त्रालयमा आइसकेपछि गराउन सक्ने खालको क्षमता भएको हामीसँग स्टार्ट भयो। अर्को कुरा, विभिन्न कानुन क्षेत्र हेर्ने कानुन अधिकृत छैन। भौतिक संरचना निर्माण गरेको गर्नुपर्ने हुन्छ, इन्जिनियर छैन, पुरा खाली नै। अब अन्य मन्त्रालयहरूबाट रिक्वेस्ट गर्दा अरू मन्त्रालयले सहयोग गर्दैन। यसको बावजुद पनि हामीले जति हामीसँग साधन स्रोत, बजेट र जनशक्ति थियो त्यसलाई हामी निरन्तर रूपमा प्रयोग गर्दै केही न केही काम गर्न हामी सफल भएका छौँ र समय पनि प्रतिकूल थियो। केही दिन त हामीलाई कोरोनाले आक्रान्त बनायो, त्यसपछि स्थानीय चुनावले पनि बाधा पुर्यायो। अब हामी नेता मान्छे चुनावमा जानै पर्ने, कर्मचारी पनि चुनावमा खट्ने पर्ने। त्यो कारणले गर्दा पनि 1-1.5 महिनाको समय त त्यो फेर गयो। र अर्को कुरा के छ भने कानुनको पनि विभिन्न ठाउँमा धेरै कानुनहरू यस्तो जटिल छ जुन हामीले चाहेर पनि काम गर्न सक्ने खालको अवस्था हुँदैन। त्यसले गर्दा अलि अप्ठ्यारो छ। अहिले नै हामी अगाडि बढ्यो भने पक्का पनि हाम्रो प्रदेश समृद्ध प्रदेश, समुन्नत प्रदेश र विकसित प्रदेशको रूपमा स्थापित हुन्छ भन्ने कुरा यसपालिको स्थानीय निर्वाचनले देखाइसकेको छ। हामीसँग धेरै विसङ्गतिहरू, विकृतिहरू, सामाजिक कुरीतिहरूले पनि जड गाडेर बसेको अवस्था छ यो मध्य प्रदेशमा, जसले गर्दा यहाँका यो प्रदेशमा विकासले गति लिन सकेको छैन। यो नेपालमै भन्छ, हामी भन्छौँ। अब एउटा कुरा मैले नभन्ने कुरा तर आइहाल्यो, म भनिहाल्छु। प्रहरीमा कुनै पनि सरकारी कार्यालयमा अब 60 वर्षपछि
कर्मचारी जति योग्य भए पनि रिटायर हुन्छ। माननीय मन्त्रीजी उहाँले चाहिँ यहाँको सम्भावना योभन्दा अगाडिका चुनौती हुने रहेछन्। एउटा जिम्मेवार पदमा गइसकेपछि उहाँका भवन निर्माणदेखिका कुराहरू सुनाउनु भयो। म अगाडि बढ्न चाहन्छु। अघि उद्घाटन सत्रमा हामीले सुन्दै आयौँ, प्रमुख अतिथिदेखि लिएर अन्य वक्ताहरूबाट पनि सुन्दै आयौँ। मधेसका युवाहरूले विदेश बनाए, खाडी बनाए, गल्फ बनाए होइन, तर हाम्रो देश चाहिँ किन बनाउन सकेनन् अथवा किन बनाउने वातावरण सिर्जना भएन? किन अहिले पनि प्रत्येक दिन जति पनि लास आउँछ तीमध्ये एउटा लास चाहिँ मध्य प्रदेशकै हुन्छ? त्यो चाहिँ तपाईँ हामी कतिको जानकार छौँ? अहिले पनि औसतमा यहाँलाई जानकारी होला कि नहोला 1500 भन्दा बढी युवाहरूले रोजगारीका लागि विदेश जानुपर्ने अवस्था छ। तर उहाँहरूको कमाइ हुन्छ 25 देखि 30 हजार औसतमा भन्छु म। यो वैदेशिक रोजगारीमा मधेसको अवस्था किन यस्तो छ सर? मधेस फोकस भएर कुराकानी गरौँ भनेर यसमा थोरै वैदेशिक रोजगारीको पाटो जोड्दिन। म सामी परियोजनाका मधेस प्रदेश संयोजक विजय सरलाई अनुरोध गर्न चाहन्छु। म महत्तरीवासी हो र म अहिले सामी परियोजना जुन नेपाल सरकार र स्विस सरकारको संयुक्त द्विपक्षीय समझदारी अनुसार सञ्चालन भइरहेको छ, त्यो परियोजनाको प्राविधिक सहयोगीको रूपमा काम गर्दैछु। हेलवेटास मेरो संस्थाको नाम हो र मेरो जिम्मेवारी प्रदेश संयोजकको हो। जिल्लामा यो अहिले सुरक्षित आप्रवासन परियोजना चल्दैछ र यो परियोजनाले मुख्य रूपमा वैदेशिक रोजगारीमा जाने जुन हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूसँग काम गरिरहेको अवस्था छ। त्यसै गरी वैदेशिक रोजगारीमा जो गइसके विदेश उहाँहरूको पछाडि यहाँ नेपालमा रहेका घर परिवार, उहाँका आमा बुवा श्रीमती दाजुभाइहरूसँग यो परियोजनाले काम गर्छ। जुन उहाँहरूले तयारी गर्नुहुन्छ त्यो तयारीदेखि लिएर नै सचेतनाको लागि यो परियोजनाले तयारीमा मद्दत गर्छ भने विदेश रहँदाको अवस्थामा के गर्नुहुन्छ के गर्नु हुँदैन र आइसकेपछि यहाँ कसरी आफू समायोजन हुने ती विषयहरूमा काम गरिरहेको अवस्था छ। र अहिले जसरी उद्घोषकज्यूले भन्नुभयो, अब के हो त कारण हामी सबैजनालाई थाहा छ। योभन्दा उद्घाटन सत्रमा पनि के कुरा भएको थियो भने हाम्रा युवाहरू अहिले गएर लागु औषधको लागि जान्छ। कारण हामीलाई थाहा छ, जब हाम्रा युवा काम गर्ने उमेरमा हुन्छ, अलिकता केही सोच्ने उमेरमा हुन्छ, उसको लागि अवसर छैन। उसको लागि हामीले एउटा काम गर्नको लागि कुनै संरचना बनाएका छैनौँ। उसलाई इन्गेज गर्नका लागि प्रभावकारी, जस्तै अब खेलकुदका कुरा आज मन्त्रीजीले जसरी ल्याउनु भयो योजनाको रूपमा आइरहेको छ, योभन्दा अगाडि छैन। रोजगारी नपाएपछि फ्रस्ट्रेसन हुन्छ। अब जो युवा अहिले वैदेशिक रोजगारीमा मध्य प्रदेशबाट मात्रै नेपालमा, पुरै नेपालबाट जति युवा वैदेशिक रोजगारीमा गएका छन्, अहिलेको तथ्याङ्क हेर्दाखेरि त्यसमध्ये लगभग 25% युवा हाम्रो मध्य प्रदेशबाट मात्रै गएको छ। बाँकी 75%मा बाँकी 6वटा प्रदेशबाट गएका छन्।
त्यसै गरी मध्य प्रदेशबाट 1 देखि 1,25,000 युवाहरू हरेक वर्ष वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ। त्यसको कारण के हो भन्दाखेरि मुख्य कारणहरूमा यहाँ वैदेशिक रोजगारीको एउटा चक्र चल्यो, जसको गार्जियन पहिला विदेश गयो, छोराछोरीलाई पढाइमा मन लाग्दैन। पढाइका सिस्टम हाम्रो अब सरकारी विद्यालयहरूको अवस्थाहरूलाई भन्नु पर्दैन र त्यहाँबाट जब युवा 9-10 तिर आउँदै जान्छ उसलाई हामीले इन्गेज गराउन सकिरहेका छैनौँ। पहिलो प्रश्न भनेको मन्जु यादवले अरू कतिजना मन्जु यादव जन्माउनु भयो ताकि तपाईँले पनि भोलि मन्त्रीज्यूले भने जस्तै 60 वर्षपछि पद पाउनुहुन्छ, तपाईँले पनि ओगट्नुहुन्छ र तपाईँपछि आउने अर्को मन्जु यादवले त्यस्तै भाषण गर्नुपर्ने हुन्छ। पहिलो प्रश्न, तपाईँ जस्ता मन्जु यादव जन्माउन तपाईँले कतिको पहल गर्नुभयो, के छ अवस्था? दोस्रो कुरा, युवाका क्षेत्रमा काम गर्दा गर्दै पनि कस्ता कस्ता सामान्य समस्याहरूसँग चाहिँ तपाईँहरू जुझ्नुपर्ने हुन्छ, यी दुईटा विषयमा मलाई छोटकरीमा बताइदिनु पर्यो। मध्य प्रदेशको लागि र मधेसको सम्पूर्ण युवाहरूको लागि एउटा जनप्रतिनिधि भइसके पछाडि हामीले गर्ने भूमिका भनेको हाम्रो समाजमा नेतृत्व विकास गर्नको निम्ति वातावरण बनाउने हो है समाजमा चाहिँ। त्यसै गरी देशलाई लिड गर्ने भनेको स्ट्रक्चर हो। त्यो स्ट्रक्चर भनेको जस्तो अहिले प्रतिनिधि सभा भयो, प्रदेश सभा भयो अथवा स्थानीय सरकारको नगर सभाहरू, यहाँ चाहिँ स्ट्रक्चर निर्माण गर्ने थल हो। योबाट चाहिँ इलेक्सनको माध्यमबाट चाहिँ लिडरसिप आउने हो। जहाँसम्म म जुन युवासँग काम गर्दाखेरि त्यहाँ चाहिँ नयाँ खालको युवाहरू, जो युवाहरूमा लिडरसिप क्वालिटी छ, त्यो लिडरसिप क्वालिटी भएको युवाहरूलाई चाहिँ सहयोग गर्ने, प्लेटफर्म दिने होइन, यो कामहरू चाहिँ मैले विगतदेखि गर्दै आएको छु। आज पनि मलाई लाग्छ सुरुवातैदेखि प्रदेश सभामा नेतृत्व विकासको लागि मन्जु यादव मात्र होइन कि यो प्रदेशमा थुप्रै युवा नेताहरू जन्माउनु पर्छ र ती युवा नेताहरूले मात्र यो देशलाई चाहिँ सही बाटो दिन सक्छ भन्ने मेरो कन्फिडेन्स छ। र त्यसको निम्ति युवा परिषद भयो, यी गरेरै त्यो प्लेटफर्म, त्यो प्रदेश सरकारको समस्या गयो र त्यो प्रदेश सरकारलाई सहयोग गर्ने हामी जस्ता सांसदहरूको समस्या हो। हामीलाई बनाएको सांसद हाम्रो जनताहरूको पनि यो समस्या हो भने सबैजनाले एकरूपताका साथ बुझ्ने हो भने यो समस्या समाधान गर्न त गाह्रो छैन भन्छु के नि। यसैमा जोडिएको प्रश्नमा तपाईँलाई गर्न चाहन्छु। सम्भावना धेरै छ होइन, तर त्यो हुँदाहुँदै पनि मलाई छोटोमा आन्सर दिनु होला। अझै कति समयसम्म माननीय मन्जु यादव जस्तो व्यक्तिले अर्को एउटा व्यक्तिलाई चाहिँ समर्थन गरिराख्नु पर्ने हो, अथवा अझै कति समयसम्म एउटा युवा जो संसदमा त पुगिसक्यो तर एउटा नेतृत्वकारी भूमिकामा आउनको लागि चाहिँ अझै कति समय लाग्ला तपाईँको अनुभवमा चाहिँ? त्यस्तो यो गाह्रो छ, तर के मेरो अनुभव के छ भने सही मुद्दाको निम्ति निरन्तरताका साथ चाहिँ जनताको बिचमा आफ्नै राजनीतिक दलमा यदि हामीले सफलता देखाउँथ्यौँ भने लिडरसिपमा आउन समय लाग्दैन। एक दोस्रो कुरा चाहिँ म सबै युवा साथीहरूसँग मेरो के अनुरोध छ भने जस्तो यो 3-4 दिनभित्रको पनि हामीले इक्जाम्पल हामीले
भनेको डेफिनेटली अझै समय चाहिँ लाग्ने रहेछ। सो लाग्दैन। यो चाहिँ के छ भने नियत ठिक नभएर हो कि स्पिरिट नभएर हो कि जानी मधेसलाई अथवा सिङ्गो नेपाललाई चाहिँ कमजोर बनाउनुको निम्ति यस्तो कुराहरूको गुन्जाइस छैन। प्रदेश भनेको चाहिँ उद्यमको लागि पनि एकदमै सम्भावना भएको एउटा समृद्धि चाहिँ चाँडै ल्याउन सकिने, चाँडै फड्को मार्न सकिने एउटा प्रदेश हो डेफिनेटली, विभिन्न कारणले गर्दा चाहिँ। तर पछिल्लो समयलाई हामीले खेलायौँ भने धेरैभन्दा धेरै उद्योगहरू चाहिँ बन्द पनि हुँदै गयो कि नयाँ उद्योग खुल्न पर्ने, नयाँ रोजगारी सिर्जना हुनुपर्ने थियो अवस्था चाहिँ। तर ठ्याक्कै विपरीत के भइदियो भन्दा व्यवस्थाहरू परिवर्तन भए तर रोजगारीका सिलसिलामा, नेतृत्वका सिलसिलामा होइन ती कुराहरूमा चाहिँ अझ हामी पछि पर्दै गयौँ। यहाँ चाहिँ बेरोजगारीको समस्या एकदमै धेरै छ, तर विपरीत यहाँ चाहिँ उद्यमका सम्भावना धेरै छ। एउटा उद्यमीको नाताले तपाईँले हेर्दा चाहिँ किन यस्तो अवस्था सिर्जना भएको होला, किन अहिले पनि हाम्रा धेरै साथीहरू चाहिँ भारत जानुपर्ने अवस्था छ होला, किन हामीले उत्पादनको क्षमता हुँदाहुँदै पनि, उद्यमको क्षमता हुँदाहुँदै पनि किन हामी सानो अमाउन्टको लागि चाहिँ वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छ होला सर? अझै युवा अवस्था पार गरिसकेको अवस्था गणतन्त्रसम्म हामी आइपुग्यौँ। व्यवस्था परिवर्तन भयो र एकदम अलि सूक्ष्म रूपमा हेर्दाखेरि पात्रहरू जुन त्यो बेला जुन पात्रहरू पञ्चायती व्यवस्थामा हुनुहुन्थ्यो अहिले पनि सम्पूर्ण दलमा उहाँहरूको नेतृत्व र कब्जा छ। व्यवस्था परिवर्तन गरेर केही पनि हुन्न, पात्रहरू र पुस्ता हस्तान्तरण गर्दै जानुपर्छ, नभए परिवर्तित समयअनुसार परिवर्तन चाहिँ कहिले आउन सक्दैन। र एउटा जुन दलको परिपाटी छ, आफ्नो शीर्ष नेताले देशको हितमा या अहितमा जेसुकै गरे पनि त्यसको विरोध गर्न नपाउने आफ्नै दलको नेताले त्यसको हमा हाम मिलाएर अगाडि बढ्नुपर्ने बाधात्मक स्थिति र जुन त्यस्ता किसिमका राजनीतिका जुन यदि प्र्याक्टिस हुन्छ भने अलिकति परिवर्तन हुन गाह्रै छ। र अहिले जुन देशमा जुन सिनेरीहरू र परिवर्तनहरूका जुन सङ्केत देखा परेको छ, त्यो सङ्केत परिवर्तन सकारात्मक परिवर्तन हुनैपर्छ, नभए यो व्यवस्था लङ टाइमसम्म जान सक्दैन। या त व्यवस्था परिवर्तन हुन्छ या त पात्र परिवर्तन गरेर नेतृत्व लिएर अगाडि बढ्नुपर्छ। यो हेर्नु होला, कालान्तरमा आउने केही दिनमै केही वर्षमै हेर्नु होला। र खास गरी उद्योग धन्दा कल कारखानाको कुरा, त्यो 46 सालपछि एउटा ज्वलन्त उदाहरणको रूपमा जुन हाम्रो जनकपुर चुरोट कारखाना लिमिटेड छ, त्यो बन्द हुनुको कारण पनि त्यो राजनीति नै हो। र थुप्रो पुरै नेपालमा थुप्रो उद्योग धन्दा कल कारखानाहरू बन्द भयो। त्यसको कारणहरू जति सरकारी उद्योगहरू त्यो सबै बन्द भयो। त्यसको अवस्था परिस्थिति के थियो र वर्तमानमा के छ र कुन कारणले बन्द भयो, यहाँहरूलाई सर्वविदित हुनेछ। र खास गरी जुन हामीले एउटा सम्भावनाको रोजगारीको कुरा गर्दाखेरि मध्य प्रदेश एउटा ठुलो सम्भावना बोकेको र ठुलो रोजगारीको सम्भावना भएको प्रदेश हो। कसरी भन्नुहुन्छ भने यहाँ मध्य प्रदेशमा 61% जमिन तपाईँको खेतीयोग्य जमिन छ। राज खेती गर्नलाई हामीले मान्छे खोज्नु पर्यो भने मान्छे पाउने अवस्था छैन। जोसँग खेत छ उसले खेती गर्दैन, जोसँग खेत छैन भने ऊ किसान हो। र हाम्रो विभिन्न किसान सङ्गठनहरूसँग कुरा हुँदै गर्दाखेरि उहाँहरूको यो किसानलाई खेत नभए पनि अरूको खेत लिजमा लिएर पनि गर्दाखेरि किसानको चाहिँ खेती गर्ने रियल किसानको वर्गीकरण र एउटा गर्नुपर्छ भने उहाँहरूको माग अहिले करेन्ट अवस्थामा छन्। र खास गरी आफै आत्मनिर्भर पनि हुन सक्छौँ। एउटा गुनासो यहाँलाई चाहिँ मैले त्यो उद्योगीहरू चाहिँ नेताहरूसँग निकट भइदिए
तिनै नेताहरू पदमा आइदिने अनि तिनै नेताबाट फेरि उद्योगीले फाइदा लिने यो चक्र चाहिँ चलिराख्ने भन्ने आरोप छ कि यहाँलाई। यो आरोप पनि खण्डन गरिदिनु पर्यो कि होइन भने प्रस्ताइदिनु पर्यो तपाईँले। जस्तै ककस धेरै कार्यक्रमहरू चल्दाखेरि व्यवसायीहरूले राजनीतिमा प्रवेश गर्दैछ भनेर त्यो कुराहरू आएको थियो। त्यो बेला मैले कसैलाई राम्रो लाग्दैन होला त्यो बेला बोलिनु, तर यो आज यो मञ्चमा बोल्न चाहन्छु। हरेक राजनीतिज्ञ यदि देशलाई लुटेर खानु छैन भने हरेक राजनीतिज्ञ उद्यमी हुनैपर्छ, व्यवसायी हुनैपर्छ आफ्नो खर्च चलाउनको लागि। म गर्वको साथ भन्न चाहन्छु र आउने दिनमा यहाँहरूले पनि यो आवाज उठाइदिनुपर्छ। मैले बच्चा पाल्नु पर्यो, आफ्नो बच्चालाई पढाउनु पर्यो, आफ्नो घर चलाउनु पर्यो, पैसा कहाँबाट आउँछ? त्यसको लागि केही रोजगार चाहिँ हामीले सानोतिनो भए पनि राजनीतिको साथसाथमा अनि मात्रै देशलाई हामी सेवा गर्न सक्छौँ। हाम्रो देशप्रति एउटा समर्पणको भावना र एउटा राष्ट्रभक्तिको जब पेट हाम्रो बढ्छ नि त्यसपछि राष्ट्रभक्तिको भावना, यो राष्ट्रको लागि हामीले केही गर्नुपर्छ त्यो भावना जागृत हुन्छ। र खास गरी जुन आरोपहरू छन् चाहिँ सराहनीय रहेछ भन्ने हामी सुन्न पाऊँ, हामी शुभेच्छा दिन चाहन्छौँ। हामीसँग एउटा युवा फेस हुनुहुन्छ, यहाँहरू परिचित हुनुहुन्छ, रघु कार्की हुनुहुन्छ। म यहाँलाई प्रश्न गर्न चाहेँ। सम्भावना छ भन्ने कुराकानी आयो, इच्छाशक्ति छ भन्ने कुराकानी आयो, तर 2079 सालमा हामीले पहिलो मधेस प्रदेश सुरुवात गर्दैछौँ। हामी एकदमै पछाडि छौँ कि हामीलाई एकदमै पछाडि छौँ भनेर चाहिँ हेरिएको छ, कि त हामी वास्तवमै पछाडि छौँ कि त तिमीहरू पछाडि नै हो भनेर हेरेको। तपाईँ चाहिँ एउटा युवा जो चाहिँ तपाईँ पहल गरिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, युवा नेतृत्वमा लबिङ गरिराख्नु भएको छ। तपाईँको दृष्टिकोणमा मधेस प्रदेश वास्तवमै पिछडिएको छ अथवा मधेस प्रदेशलाई अन्डर एस्टिमेट गरेर यो चाहिँ पिछडिएको क्षेत्र हो भनेर भनिएको प्रश्न पारिदिनु पर्यो। धन्यवाद। कार्यका रूपमा विभिन्न युवा सङ्घ संस्थामा र विद्यार्थी राजनीतिमा म केन्द्रीय विद्यार्थी राजनीतिमा रहेर पनि म काम गरिसकेको छु। त्यस कारणले गर्दा मलाई विद्यार्थी युवाहरूको विषयमा अलिकति बढी इन्ट्रेस्ट पनि र काम गर्न पनि र त्यस्तो खालको अर्गनाइजेसनमा त्यस्तो खालको प्रोग्राममा म इन्भल्भ पनि हुने गर्छु। र म चाहिँ काठमाडौँमा विश्वविद्यालयमा म समाजशास्त्रमा र राजनीतिक शास्त्रमा मैले एमए गरेको छु र कानुन शास्त्रमा मैले स्नातक पनि गरेको छु। र पहिलो मधेस प्रदेशको यस युवा महोत्सव पहिलो युवा महोत्सवमा आयोजना गर्नुहुने सर्वप्रथम यस मन्त्रालय मन्त्री, यस सम्पूर्ण देशमै र सबैभन्दा बढी मधेसमा देशको कुरा गर्छु म। पछिल्लो आएको तथ्याङ्कले के भन्छ भने 16 देखि 40 वर्ष उमेर समूहका युवाहरू 40% छन् देशमा। त्यो एकदमै राम्रो हो, किनभने युवाहरू जुन देशमा सबैभन्दा बढी छन् त्यो ठाउँको समुन्नत हुने सङ्केत पनि हो र त्यो राम्रो पनि सङ्केत छ। र हाम्रो युवा नीतिले के भन्छ भने 16 वर्षदेखि 40 वर्षसम्मको उमेर समूहलाई राष्ट्रिय युवा नीतिले युवा भनेर त्यसलाई चाहिँ परिचय दिएको छ। यो उमेर समूहलाई युवा भनिन्छ भनेको छ र संविधानले त्यो व्यवस्था गरे तापनि युवा त भयो, तर त्यो उमेर समूहकालाई अपर्च्युनिटीमा चाहिँ कहिले पनि युवा भनेन। अवसरमा चाहिँ उनीहरूले लडेर सङ्घर्ष लिनुपर्ने भयो। र मैले कतिपय ठाउँमा यहाँनिर महिला, दलित, जनजाति, मधेसी, आदिवासी, सीमान्तकृतको कोटा हुन्छ, युवालाई पनि विशेष आरक्षणको व्यवस्था त्यहाँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। विभिन्न जस्तो पोलिटिकल पार्टीमा पनि पोलिटिकल पार्टीको चाहिँ राजनीतिक दल भनेको के हो भने नीति निर्माणमा पुग्ने ठाउँ। त्यस कारण सबैभन्दा बढी चाहिँ त्यहाँनिर सुधार हुनुपर्छ। त्यो ठाउँमा चाहिँ युवाहरू अलि बढी जानुपर्छ। अघि मन्त्रीजीले पनि आफ्नो कुरामा राखेर जानुभयो, यहाँ 50 वर्ष पुगेपछि 60 वर्ष पुगेपछि मात्रै अलि बढी त्यो जिम्मेवार हुने र उसलाई बढी पदमा पुर्याउने जुन चलन छ त्यो कुराको अन्त्य हुनुपर्छ। कर्मचारी तन्त्रमा अथवा अन्य तन्त्रमा चाहिँ
सेवामा एउटा उमेर हद भन्ने राखेको छ। तर पोलिटिक्समा जसले नीति निर्माण गर्छ, जसले राज्य सरकारले गर्छ, त्यसमा पनि कतै न कतै उमेर हद राख्नुपर्छ भन्ने माग राजनीतिक दलमा, सबै राजनीतिक दलमा आएको छ। म अरू कुरा सबैभन्दा महत्त्वपूर्ण के छ भने यो उमेर समूहमा युवा जो उमेर समूह छ, यही उमेर समूहमा संसारमा भएका व्यक्तित्वहरूले जति प्रसिद्धि कमाएका व्यक्तित्वहरू छन्, यही 30 वर्षदेखि 40 वर्षभित्रमा सबैभन्दा बढी प्रसिद्ध कमाएका छन्। चाहे त्यो तपाईँ गौतम बुद्धको कुरा गर्नुहोस्, गौतम बुद्धले करिब 30 वर्षको एजमा 28-30 वर्षमा उनले चाहिँ बुद्धत्व प्राप्त गरिसक्नु भएको थियो। बिपी कोइरालाको कुरा गर्नु मानिसले अघि बिपी कोइरालाले 25-26 वर्षको उमेरमै राजनीतिक सुरुवात गरेर 30 वर्षको उमेरमा उहाँले पार्टी गठन गरिसक्नु भएको थियो, नेपाली काङ्ग्रेस भन्ने पार्टी, र उहाँ 32 वर्षमा त गृहमन्त्री भइसक्नु भएको थियो यो देशको। हामी त्यो कल्पना गर्न सक्छौँ। हाम्रो यहाँ तपाईँहरूलाई नाम कतिको थाहा छ छैन, दुर्गानन्द झा पुरानोमा शहीद हो। उहाँ चाहिँ त्यो गठन भएको भए युवा परिषदले हो, मन्त्रालयले होइन, सबै कुरा मन्त्रालयले गर्दैन। खेलकुद परिषद हुन्छ, खेलकुद परिषदले गर्छ, सबै कुरा मन्त्रीले गर्दैन, सबै कुरा मन्त्रालयले हेर्न पनि भ्याउँदैन। त्यस कारणले गर्दा यसलाई पाटमा दिनुपर्छ। त्यस कारणले गर्दा हेर्न नभएको हुनाले विभिन्न सङ्घ संस्थाहरूलाई सहयोग गरेको छ। चाँडोभन्दा चाँडो आदरणीय केशव सर हुनुहुन्छ यहाँनिर, एकदम उहाँको व्यक्तित्व राम्रो पनि छ, राम्रो काम गर्ने चाहिँ अवसरमा पनि सिक्नुहुन्छ। तपाईँलाई अन्तिममा गर्न दिन्छु, कन्क्लुड गर्ने पार्ट चाहिँ मलाई फेरि पनि सर्टकटमा। अब यो मन्त्रालय किन भएन भन्ने कुरोमा चाहिँ मैले ठ्याक्कै त्यो मन्त्रालयको बारेमा अहिले नै भन्न सक्दिनँ। तथापि मलाई लागेको अनुभवको आधारमा के भन्न सकिन्छ भने पहिलो कुरो त सबभन्दा ठुलो के भने संहिताको कार्यान्वयनको चरणमा प्रदेश सङ्घले जति कानुनहरू बनाउनु पर्ने थियो, प्रदेशलाई डेलिभर गर्नुपर्ने, प्रदेशले बनाउनु पर्ने कानुनहरूलाई गाइड गर्ने कानुनहरू, त्यो कानुन बनेको थिएन, जसले गर्दाखेरि जनशक्ति आपूर्तिमा समस्या आयो। जस्तो पहिलो साल नै यदि निजामती सेवा ऐन प्रदेश सङ्घको आएको हो, यद्यपि यहाँ अहिले आएर कार्यान्वयन आएको छ, भर्खरै सुरु भएको छ भनेपछि पहिलो समस्या पनि जनशक्ति नै हो भन्ने लाग्छ। र भएका जनशक्ति पनि के हो भने स्पेसल यतिका 2 नम्बर प्रदेश थियो, मध्य प्रदेश भनेपछि चाहिँ राम्रा केडाका राम्रा क्षमताका जनशक्तिहरू यहाँ आउन नचाहने, शक्तिशाली मान्छेहरू पनि यहाँ आउन नचाहने, जो कमजोर छन् र जो क्षमतावान छैनन् ती मान्छेहरू फालिएर आएको जनशक्ति। यसले गर्दा के हुन्छ भने यो नयाँ अवधारणा, एक नयाँ अवधारणा हो, संहिताको नयाँ चरण हो। अब हामी सबैको अपेक्षा के छ भने जादु जस्तो खोज्छौँ हामी। यो अघि नै भने हामी युवा हुँदाखेरि जुन जोस हुन्छ त्यो काम गर्ने कार्यान्वयन चरणमा त्यो जोसलाई यसले होस्लाउँछ। त्यो मुख्य कारण पनि इम्प्लिमेन्टेसन गर्ने अथवा कार्यान्वयन गर्ने चरणमा धेरै कुराहरूको समस्या छ। यसलाई मैले के भन्ने गरेको छु भने माकुराको जालो हुन्छ। माकुराको जालोको कहाँबाट सुरुवात गर्ने भन्ने असल नेतृत्व नआइन्छ कठिन छ। त्यो भनेको माथिबाट सुरु हुन्छ। तत्कालीन अवस्था सामाजिक सरकारले यो कुरा आइदिनु पर्यो। सबभन्दा फोकस शिक्षा र स्वास्थ्य मात्रै भयो। जरुरी पनि थियो शिक्षा स्वास्थ्य त्यो राख्न जरुरी हो, तर सँगसँगै हाम्रो सामाजिक विकासका क्षेत्रहरू पनि अहिले युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकको कुराहरू, अपाङ्गका कुराहरू, यी सबै युवा खेलकुदका कुराहरू, यी विषय चाहिँ के भयो भने ओझेलमा किन हुन्थ्यो भने अब हामीलाई पहिलो त के भने सरकार गठन हुने बित्तिकै सरकारको 5 वर्षीय किसिमको प्लानिङ हुन्थ्यो। त्यसका रणनीति तयार गर्नुपर्थ्यो, नीतिहरू तयार गर्नुपर्थ्यो र के इम्प्लिमेन्ट गर्ने, मध्य प्रदेशका लागि चाहिने वास्तवमा समस्या के छ, त्यो समस्या के छ भनेर हामी अहिले कहाँ छौँ, कुन सेक्टरमा कुन अवस्थामा छ, त्यसको विश्लेषण जरुरी छ। त्यो खालको विज्ञता चाहियो। त्यो विज्ञ मैले यो सैद्धान्तिक कुरो गरेँ। अब जहाँसम्म अब खेलकुद परिषद र युवा परिषदको कुरो छ, पछिल्लो समयमा हाम्रो मन्त्रालय गर्नुभएको जेठ 26 गते 1 वर्ष पुगेर किनभने जेठ 26 गते गर्नुभएको र अहिले हामीले इम्प्लिमेन्ट गरिराखेको मलाई लाग्छ अहिले मन्त्रीले त्यो कुरो गर्दै छुटाउनु भयो। वास्तवमा यो त्यतिखेर म यो मन्त्रालयमा थिएँ।
त्यतिखेर 4 दिन 5 दिनमा किनभने असार 1 गते बजेट ल्याउनु पर्ने हुन्छ 26 गते मन्त्रालय पुग्यो नयाँ मन्त्रालय आयो आउने सालको कार्यक्रम के भने हाउसबाट पास गर्नलाई 3 दिन 4 दिनमा यो कार्यक्रम बनाएर यो सालको कार्यक्रम मलाई चाहिँ त्यति विचार पनि गोष्ठी गरेर छलफल गर्छु र कानुन तर्जुमा समितिमा लगेपछि त्यसलाई हामी एउटा क्याबिनेटमा लाने सहमति र क्याबिनेटमा लाने प्रक्रिया जान्छ र साउनदेखि सुरु गरेर कमसेकम भदौमा हामी संसदमा टेबल गर्न सक्ने अवस्थामा रहन्छ त्यसको मतलब आउने साउनदेखि भदौसम्ममा खेलकुद परिषद ऐन र युवा परिषद ऐन आउँछ त्यसको लागि हामीले आउने साललाई बजेट पनि राखेको छ अब यो नआउने समस्यामा चाहिँ मैले धेरै कुरो किन गर्न सकिनँ भने अघि नै मैले भने प्रायोरिटीमा अलिकति यो परेन हामी कहाँ के छ भने हेर्ने दृष्टिकोण नीति निर्माताको हेर्ने दृष्टिकोण अलिक फरक छ विकास भनेको यो अहिले जति विषय आएको छ यो विकासको उसमा उहाँले हेरिदिनु विकास भनेको कि चाहिँ बिल्डिङ बनाउनुपर्छ कि चाहिँ बाटो बनाउनुपर्छ होइन अथवा कि विद्यालय भवन बनाउनुपर्छ भन्ने कुरो विकास भनेको चाहिँ यो समावेशी विकास भनेको चाहिँ युवा महिला पिछडिएका वर्गहरू ज्येष्ठ नागरिक अपाङ्गहरूको पनि विकास गरेन भने एसडिजी भन्छ हाम्रो यो सस्टेनेबल डेभलपमेन्ट गोल जुन 2030मा पुरा गर्नुपर्छ त्यसको सबैभन्दा भार बढी त्यसको छ त्यसमा मध्य प्रदेशमा सबभन्दा बढी कम हुन्छ हाम्रो देशैभरि अनि त्यसलाई फोकस गर्नुपर्ने भने चाहिँ नीतिले एड्रेस गर्न सक्छ सम्पूर्ण सहभागी साथीहरू कृपया ध्यान दिएर बस्नु होला र हल्ला पनि नगरिदिनु होला पछाडि बस्ने साथीहरू कृपया हल्ला नगरिदिनु होला र त्यो समानुपातिक समावेशको सबैभन्दा उल्लङ्घन गर्ने कुनै सरकार छ भने त्यो भनेको मधेस सरकार छ र सुरुदेखि यो कुरा चाहिँ मैले बोल्दै आएको छु र त्यसको कारण धेरै मन्त्रीज्यूहरूसँग मैले राम्रो सम्बन्ध पनि छैन खुलेर भन्नु पर्दाखेरि त त्यसमा मलाई कुनै दुःख पनि छैन धेरै जसो सचिवहरूसँग पनि म त्यो धेरै एकदमै क्लोज हुन्छ नि इन्टरेक्सन मेरो मुद्दा के हो भने महिला मन्त्रालय अथवा युवा मन्त्रालयको नाम मन्त्रालय फुटाउनुपर्छ भन्ने जरुरी नै छैन सामाजिक विकास मन्त्रालय सामाजिक विकास मन्त्रालय मार्फतबाट पनि तपाईँको युवा परिषद गठन गर्न सकिन्थ्यो त्यही मन्त्रालयबाट तपाईँको युवा नीति ल्याउन सकिन्थ्यो त्यही मन्त्रालयबाट तपाईँको के अरे खेलकुद परिषद गठन गर्न त कहाँ कामले छेकेका छ र अनि तपाईँ आरोप लगाउने कहाँ छ त्यो त गर्न नजानेर हो भन्छ नि नाच्न नजाने अनि आँगन टेढो भन्छ नि भने त्यो भनेको लिडरसिपलाई चाहिँ काम गर्न नजानेर हो के अवस्था यो त मुख्यमन्त्रीलाई आफ्नो सत्ता जोगाउनलाई आफ्नो पद जोगाउनलाई राजनीतिक दललाई आफ्नो गठबन्धन जोगाउनलाई चाहिँ मन्त्रालय फुटाइदियो आफ्ना कार्यकर्ता हामी जस्ता सांसदलाई व्यवस्थापन गरिदिएको यो त गलत हो नि यो त गलत यहाँ पनि भन्छु हिजो पनि भने अहिले पनि भन्छु यो भन्न के को अर्थ दोस्रो नम्बर म एकदम निर्ममतापूर्वक भन्छु म सबै कर्मचारीहरूलाई दोष दिन चाहन्न मैले आज पनि उद्घाटन सत्रमै भने म सचिवजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो नौलो यो कति महिना अब आज ठ्याक्कै मलाई चाहिँ महिना कि टाइम भएन यो मन्त्रालय गठन भएको तर के भयो यो युवा महोत्सव चाहिँ भयो के भयो भने चाहना भएको जस्तो हुँदो रहेछ नि त र त्यहाँ उहाँहरूको टिम ठुलो भागीदार छ केशव सरहरू सिङ्गो त्यहाँको टिमहरूको सहयोगले नै भएको हो न त यो त धेरै पहिलादेखि हामीले पहल गरेँ म त पहिलादेखि यो पहल गर्दै आएको छु म त एक्लै गरेँ आज सबैजनाको त्यो मुद्दा पनि आज सक्सेस भयो अरे है त्यस कारणले हामी पहल गर्न चाहिँ छोड्नु हुँदैन र त्यो प्राप्ति हुन्छ भने मेरो कन्फिडेन्स छ अब मैले सुने र सोधे पनि सरलाई सर भन्नुहुन्छ विधेयकमा आएको छ ऐनमा छ भनेर तर बजेट त मैले त्यो अस्ति बजेट भाषण दिँदाखेरि त बजेट त त्यति राम्रो रहेनछ मैले त बजेट लेखेँ होइन थोरै भनौँ 1 करोड समथिङ छ मैले त्यतिले पुग्दैन उपयुक्त चाहिने जति बजेट मात्रै
कृपया छोटोमा राखिदिन सक्नुहुन्छ। तमाम युवा साथीहरूलाई युवा मैत्री प्रदेश बनाउनको लागि तपाईँको तर्फबाट कुनै अपिल छ भने छोटकरीमा। धेरै सबै साझा भएर आउनु मन्जु यादव कति जन्मियो अथवा कति जन्माउन सक्नुहुन्छ। म यो कार्यक्रममा आउनुभएको यो दर्शक दीर्घामा बसिरहेको सबैजना मन्जु यादव हो र ती सबैजना मन्जु यादवको आवाज म मन्जु यादव छु। त्यसकारण अन्याय अत्याचार आफ्नो हक अधिकारको लागि समाज परिवर्तनको लागि जुन भोइस रेज हुन्छ त्यो भोइस जहिले पनि मेरो हो। म त्यतिको लागि प्रादेशिक सरकारले सहयोग गर्यो भने तमाम युवाहरू चाहिँ यही नै आफ्नो ठाउँमै उद्यम गर्न चाहिँ आकर्षित हुन्छन् होला। के कुराको ग्याप भइरहेछ जसले गर्दा चाहिँ उद्यम गर्नलाई कुनै कुरा नयाँ कुराको थालनी गर्नको लागि चाहिँ युवाहरू हिचकिचाइरहेका छन्। मधेसका युवाहरू त्यो खाडल कसरी पुग्न सकिएला सरबाट म उत्तरको अपेक्षा गर्न चाहन्छु। जुन स्थानीय निकाय प्रदेश सरकार र निजी सेक्टरको बिचमा जुन यहाँको युवाहरूको रोजगारको लागि जुन प्रोपर कम्युनिकेसन हुने त्यो कम्युनिकेसन नै छैन। बरु निजी सेक्टरको प्रतिनिधित्व गरेर हामीले कम्युनिकेसन दुवै सरकारसँग गर्ने प्रयास गरिरहेका छौँ। र अहिले खास गरी एउटा कुरा म के यहाँलाई ध्यान आकर्षित गराउन चाहन्छु। यहाँ लगभग धनुषा जिल्लामा 17,000 व्यावसायिक प्रतिष्ठानहरू छन्। त्यसमा 60% भन्दा बेसी युवाहरूको संलग्नता छ। जति उद्योगहरू पनि छन् 90% उद्योगमा युवाहरूले ओनरसिप लिइसकेको अवस्थाहरू छन्। र आज उद्योगको सेक्टरमा अगाडि बढ्न खोज्दाखेरि हामीसँग औद्योगिक फिडर छैन, औद्योगिक क्षेत्र छैन। मसँग 10 करोड रुपियाँ छ भने मैले कुन कुराको उद्योग सञ्चालन गर्नुपर्छ त्यो सरकारसँग एउटा फेसिलिटी गर्ने निकाय छैन र भिजन छैन। यो अब चाहिँ हामी वैदेशिक रोजगारी केन्द्रित परियोजनाहरू के गरियो भने चाहिँ चाँडै बन्द गर्न सकिएन। अर्थात् के पहल कदमी हामीले लिन सक्यौँ भने वैदेशिक रोजगारी भन्दा पनि स्वदेशमै रोजगारी जस्ता कुराहरूले चाहिँ महत्त्वपूर्ण स्थान पाउला नेपालमा। यो वैदेशिक रोजगारी हाम्रो अहिलेको लागि अब रहर होइन, एउटा बाध्यता पनि हो, त्यो बुझ्नुपर्छ। र के गर्यो भने यो वैदेशिक रोजगारी छिटै बन्द हुन्छ भन्ने कुराको जवाब त ठ्याक्कै अलिकता कठिन नै हो। तर मलाई लागेको के हो भने त्यो अवस्था ल्याउनको लागि शिक्षामा एउटा उद्यमशीलता शिक्षाहरू सुरुवात गर्नुपर्छ। त्यो उद्यमशीलता शिक्षा सुरुवात गरेपछि के हुन्छ भने हामी एउटा परालमा पनि उद्योग हेर्छौँ, माटोमा उद्योग हेर्छौँ, हरेक चिजमा हामी उद्योग व्यवसाय जब हेर्न सक्छौँ त्यो शिक्षा जब अहिलेको शिक्षा हाम्रो कस्तो छ भने थियोरिटिकल ज्ञान पढ्यो र त्यस पछाडि जागिरको लागि कागजहरू जम्मा पार्यो, सर्टिफिकेटहरू राख्यो, जागिर खोज्यो। त्यो होइन। औद्योगिक शिक्षा, उद्यमशीलता शिक्षाहरू एउटा आवश्यक हुन्छ। अर्को विषय जुन अहिले हाम्रो माननीय मन्जु मैडम त्यसै गरी हाम्रो आदरणीय उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, त्यसको लागि अर्को के हो भने हामी सबैले इमान्दारीका साथमा हाम्रा अहिले हजुरहरूलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको जुन हाम्रो आर्थिक अवस्था छ त्यसमा सबभन्दा बढी आजको फ्याक्ट के हो भने हाम्रो हरेक कुर्सी, एउटा कुर्सीमा हाम्रो चाहे जुन तहका जुन लेभलका कर्मचारी बस्नुहुन्छ अथवा मन्त्रीजी बस्नुहुन्छ त्यसको एउटा पाउ वैदेशिक रोजगारीको रेमिटेन्समा टिकिरहेछ। अर्थात् वैदेशिक रोजगारी यस्तो अहिले हाम्रो नेपाललाई रेमिटेन्समा डिपेन्डेन्ट बनाइसकेको छ कि त्यो हो अवस्था। कुर्सी हाम्रो टिक्न सक्दैन अहिले यदि त्यसलाई सट्टै झिक्ने हो भने। त्यस कारणले त्यसलाई व्यवस्थित गर्नको लागि यता वैदेशिक रोजगारीलाई व्यवस्थित गरौँ र सकेसम्म हाम्रै आफ्नै देशमा रोजगारीको अवसर
सिर्जना गरौँ, यो दुइटै काम सँगसँगै लाग्नुपर्छ त्यो लाग्छ। धेरैभन्दा चाँडै चाहिँ हामीले देशभित्रै धेरैभन्दा धेरै अवसरहरूको सिर्जना हुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु म फेरि पनि अन्तिममा दुईजना वक्तासँग कुराकानी गर्न चाहन्छु रघु कार्कीजीसँग। यो बारम्बार दशकौँ अगाडि लेखेको मुद्दा फेरि पनि उठाउनु पर्ने अवस्थाको अन्त्य के गर्यो भने चाहिँ हुन्छ होला? हाम्रो तराईतिर एउटा उखान छ नि, के भोजको हतार गर्न पनि हुँदैन। त्यस कारणले गर्दा यो अलिक अगाडि नै हुनु पर्थ्यो। उहाँहरूको मन्त्रालयको तर्फबाट केही कुराहरू सुन्यो भने उहाँहरूको आफ्नो बाध्यता छ, कर्मचारीको अभाव, बजेटको अभाव, विभिन्न कानुनी बाध्यताहरू उहाँहरू सुनाउनुहुन्छ। अर्को कुरा युवाको विषयमा सिरियस भएर लाग्नु जरुरी छ। यो देशको अघि पनि सरले भन्नुभयो रेमिटेन्स चाहिँ एकदमै बढी वैदेशिक बजारबाट आइरहेको छ। त्यस रेमिटेन्सले देश चलेको छ। त्यसमा रेमिटेन्स भित्राउने भनेको युवाहरू हुन् र मुलुक निर्माण गर्ने सम्पूर्ण तर्फमा पनि युवाहरूकै अग्रसरता हुन्छ। त्यस कारणले गर्दाखेरि युवालाई अन्डर एस्टिमेट नगरिकन अझ यो मध्य प्रदेशमा सबैभन्दा बढी युवा जनशक्ति भएको प्रदेश हो। त्यस कारणले गर्दा युवालाई बढी तालिम गरेर अगाडि गएको खण्डमा पक्कै पनि राम्रो हुन्छ। यस मध्य प्रदेशको युवा बालबालिका तथा खेलकुद यो मन्त्रालयले चाहिँ युवा परिषद र खेलकुद परिषदलाई चाँडोभन्दा चाँडो गठन गरोस् र यसको माध्यमबाट युवाहरू खेलकुदको माध्यमबाट अघि पनि कुरा आयो, अहिले मधेसमा सबैभन्दा बढी देशमा दुर्व्यसनी हुने यो ड्रग्स एडिक्टहरू र यो चाहिँ लागु पदार्थको बेचबिखन हुने र युजरहरू हुने सबैभन्दा बढी चाहिँ यो प्रदेशमा पनि रहेको छ भनेर यो पछिल्लो आँकडा आएको छ। त्यस कारणले डरलाग्दो अवस्था, यो भयावह अवस्थालाई युथहरूलाई फोकस गरेर उनीहरूको जीवनस्तर सुधार्नको निम्ति युवाहरूलाई खेलकुद र रचनात्मक क्रियाकलापमा अगाडि बढाउनको निम्ति लागि पर्नको निम्ति पनि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु र यसको लागि सहकार्य गर्नको निम्ति हामी युवाहरू, युवा अभियन्ताहरू सधैँ तपाईँहरूसँग साथमा छौँ म भन्न पनि चाहन्छु। धन्यवाद। रेफरेन्स लिएर म आदरणीय सचिवज्यूसँग म जोडिन चाहन्छु। उहाँहरू सहकार्य गर्न तयार छु भनेर भन्नुभएको छ। विशेषतः कार्यक्रमहरूमा चाहिँ तपाईँहरूको मन्त्रालयसँग के अपेक्षा छ भनेर सोधिन्छ। मैले यो कार्यक्रममा उल्टो गर्न खोजेको छ। मन्त्रालयको अथवा कर्मचारी तर्फबाट चाहिँ तमाम युवाहरूसँग चाहिँ तपाईँहरूको अपेक्षा चाहिँ के छ? अपेक्षा भनेको चाहिँ मध्य प्रदेशको सवालमा हामीले गर्ने अपेक्षा सबभन्दा ठुलो चुनौतीको रूपमा रहेको दुईवटा कुरो, एउटा वैदेशिक रहेछ, एउटा अघि नै आयो ड्रग युजरहरू र तेस्रोमा चाहिँ हामीले यो सामाजिक संस्कारको कुरो छ। यो संस्कार हामी सामाजिक बिहेभियर चेन्ज भन्छौँ। यो सामाजिक व्यवहार परिवर्तन गर्ने कुरोमा युवाहरूको सबभन्दा ठुलो कुरो छ। अहिले यो मध्य प्रदेशमा पछिल्लो समयमा म आजभन्दा 15 वर्ष अगाडि नै मध्य प्रदेशमा काम गरिसकेको। त्यो अवस्थामा विवाहबारी हुँदाखेरि लेडिज मान्छेहरू पनि देखिन्छ। आज नाच्ने गाउनेमा लेडिजहरू पनि बढी छ। अब केही त गैर सरकारी संस्था पछिल्लो समय मात्रै मध्य प्रदेशमा आएको छ। अहिले कर्णाली र मध्य प्रदेशमा सबभन्दा बढी गैर सरकारी संस्थामा काम गरिरहेको छ। अब त्यतिखेरको अवस्थामा अहिले किन परिवर्तन भयो भन्दा सायद सरकारी निकायको केही कार्यक्रमहरूले लामो समयमा गैर सरकारी संस्थाको कार्यक्रमहरूले के अवेरनेस ल्याएको छ। तर मलाई आफूलाई लागेको यद्यपि तथ्याङ्क त छैन मसँग, तर मलाई लाग्छ वैदेशिक रोजगारमा जो युवाहरू गए यद्यपि त्यसको पाटो आफ्नो हुन्छ समस्या। त्यहाँबाट फर्केका युवाहरू त्यहाँ उनले सिकेका ज्ञानलाई उहाँहरूले व्यवहार समाजमा परिवर्तन गरे। सबभन्दा ठुलो इनपुट उहाँहरू छ। त्यसकारण ती युवाहरूलाई रहेका अहिलेका युवाहरूलाई हाम्रो अपेक्षा के हो भने सामाजिक व्यवहार परिवर्तनमा युवाको जति ठुलो महत्त्व छ, अघि मन्त्रीजीले एउटा कुरो राख्नुभएको छ, ज्येष्ठ नागरिकलाई युवा वर्गले कन्भिन्स गर्न सक्ने अवस्था आउँछ। सामाजिक व्यवहार परिवर्तन भनेर विशेष गरेर यौन हिंसा र बाल विवाह यो कुरोलाई सबभन्दा पहिलो प्रायोरिटी युवा समूहले
अभियानको रूपमा लान सकियो भने त्यसमा हामी पनि होस्टेलमा हैसियत गर्छ। त्यो गर्न सकियो भने यसले केही सकारात्मक सन्देशहरू दिन सक्छ। यद्यपि अहिले युएनको चाहिँ 5 वर्षे मध्य प्रदेशको युएनबाट सञ्चालित कार्यक्रमको वार्षिक योजनामा थियो युवा परिषद र युवा महोत्सवको कारणले मैले पुरा भाग्दिनँ। अब यो सामाजिक व्यवहार परिवर्तनमा अग्रणी उहाँले भूमिका भनेको